organic. चिया बनाएको चिया हो यसलाई भने सर्पले यस्तो खान्छ होइन डर लाग्छ नि त अनि खाने उमेरमा के गर्नु परेको मलाई हेलो एभ्रिवान नमस्ते सबैजनालाई वेलकम एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल दिस इज सरू भण्डारी। आज चाहिँ यस्तो राम्रो घाम लागेको छ होइन कस्तो राम्रो के अब धेरै दिनमा यता चाहिँ हुस्से लागिरहन्छ नि त हुस्से लागेको लागि अनि आज चाहिँ राम्रो यो मिरमिरे होइन मिरमिरे भन्दैन घामको यो किरणले चाहिँ मलाई एकदमै धेरै भित्रसम्म छेद विच्छेद बनाएको छ अनि घाम ताप्दै थिएँ अनि त्यस पछाडि सुरु चाहिँ मेरो त ड्युटी बिहानको त घाँस काट्नु जानुपर्छ जसरी पनि घाँस काट्नु जानै पर्छ 2-2वटा गाई छ अनि म चाहिँ अब घाँस काट्नु जानु लागेको म चाहिँ यति लागेर अब यो चाहिँ क्याप हो क्या क्याप अनि मेरो चाहिँ हेलबुट हो यो लाएन भने सर्पले यस्तो खान्छ होइन डर लाग्छ नि त सर्पको अनि यो पनि सेफ्टी हो यसको लागि अनि डोको बोकेर चाहिँ छोरी लाग्छ खेततिर बाटो अलिकति अप्ठ्यारो छ र पनि म पुग्छु यहाँ काट्नुपर्ने घाँस काट्ने जग्गा यही हो अनि म यहाँ छु बिचारा म लाउने खाने उमेरमा यो के गर्नु परेको मलाई तिमीलाई चाहिँ यो के को पिरोलो बिरालो यता माथि काट्दैछ कहाँ गएको होला नि यति दुःख गरेर बाक्लो थियो कि ढुकुले जोरी ढुकुले
गाइज मैले चाहिँ बारी पुऱ्यायो होला गले धेरै गले म तपाईहरुलाई मेरो गाउँ देखाउँछु अलि देखिन्छ यहाँबाट माथिदेखि यता तलसम्म देखेन कि क्या हो यहाँ देखियो यो चाहिँ मेरो गाउँ हो हैन अनि यो चाहिँ म हो हैन अनि मैले घाँस काटेको यहाँ छु हैन यहाँ घाँस काटे हैन त्यहाँ छ हैन अझ पुग्नु लाग्यो भने म चाहिँ पुऱ्याएर चाहिँ म जान्छु घर पनि आइपुगे काम सकेर बारीको काम त्यतिकै गरेर भन्दाखेरि त्यही अलिकति घाँस काटे अनि त्यो सकेर आइपुगे अनि यहाँ मम्मी चाहिँ चिया मार्नुहुँदैछ सुकेछ होइन चिया तन्काउनलाई ए हाम्रो इलाममा बनेको चिया लोकल चिया लोकल आज मात्रै घाम लागेको नि त आज धेरै दिनमा घाम लागेको अनि धेरै दिनमा भन्दा पनि हुस्से मात्रै लाग्थ्यो घामको त हामीले अनुहार पनि हेर्नु पाएको थिएनौँ नि माडेदेखि पुरो भइहाल्यो अनि मम्मीले लाई चाहिँ राख्नुहुन्छ अब ठ्याक्कसँगले हैन अनि चिया बेच्छौँ अनि खान्छौँ पनि अनि त्यस्तै छ अर्ग्यानिक हो यो हामीले चाहिँ केही पनि हाल्दैन क्या केही नहालेको चिया हो यो चाहिँ अर्ग्यानिक चिया बनाएको चिया सुको त धान कहाँ ल्याएको सुके छ हौ खुन्द्रुङ आजको घामले है मे चाहिँ खाना पनि तयार भइसक्यो अब म खाना खान्छु मम्मीले मिठो सिन्कीको रससँग पकाउनु भएको रहेछ अब खाने भिडियो हेरेर के कतिजनाले साथ दिनुभयो उहाँहरूलाई धेरै धेरै धन्यवाद यदि मेरो भिडियो मन पर्यो भने लाइक कमेन्ट शेयर र सब्स्क्राइब गरिदिनु होला